जय प्रेम। आज हाम्रो हेभेनली पाथले टाङ्गेका बाल समाजको नानुबाबुहरू आइसक्नु भएको छ। जाडो महिना लागेकोले गर्दाखेरि अलिक ढिलो हुँदैछ। आज जो जति आउनु भएको छ हजुरहरूलाई धेरै धेरै धन्यवाद। ईश्वर भगवान गुरु हजुरबाट धेरै धेरै आशीर्वाद ब्लेसिङ मिलेको होस्। आजको हामी दीप प्रज्वलन गरेर आजको बाल समाज शुभारम्भ गर्नेछौँ है। जय प्रेम। एकजना को आउनुहुन्छ भने उहाँ भाइ आउनु त, पहेँलो ज्याकेट लाउने भाइ आउनु त, यहाँ दियो बाल्नु लाउनु, यहाँ लाइट बालिन्छ। अब हाम्रो बाबुले यहाँ बाल्नु हुँदैछ दियो। अनि आजको कार्यक्रम शुभारम्भ गर्नेछौँ। ल बाल्नुहोस्, ताली बजाउनुहोस् सबैले। तेलमै चोबिदिनु बाबु, त्यसलाई तेलमै चोबिदिनु। हौ त्यहाँ तेलमा चोबिदिनु। हो त्यसरी। ल जय प्रेम। ल अब हामी आजको कार्यक्रम शुभारम्भ गर्नेछौँ। ल उठ्नुहोस्। अब अन्तर्विन्दीको लागि को अगाडि बस्ने? ल बस्नुहोस्। ल बस्नुहोस्। ल अब हामी अन्तर्विन्दी ईश्वर भगवानमा चढाउनेछौँ। अनि अहिले चाहिँ म चढाउँछु। अनि भरे चाहिँ तपाईँहरूले चढाउनुपर्छ है, जाने बेलामा चाहिँ। ल हुन्छ। ल अब हामी रेडी हुन्छौँ है। 3 चोटि श्वास प्रश्वास गर्नुहोस्। अनि लामो 3 चोटि श्वास प्रश्वास गरेर चाहिँ आज हामी गर्नेछौँ। ल अन्तर्विन्दी आउनुहोस् बाबुहरू सबैजना, लाइन लागेर बस्नुहोस्, आउनुहोस्। ल गुड। ल अब हामी अन्तर्विन्दीको लागि रेडी हुने। ल ल रेडी 1 2 3 गो। परमेश्वर हे गॉड, हे नाथ, हे भगवान, आजको यो घडीमा हाम्रो हेभेनली पाथले टाङ्गेका बाल समाजका नानी बाबुहरू श्रीमिचुङ भवनमा उपस्थित भएर सामूहिक रूपमा हजुरलाई अन्तर्विन्दी चढाएका छौँ। हे भगवान, हे नाथ, हे ईश्वर, हामी सम्पूर्ण हाम्रो बाल समाजको नानी बाबुहरूले गर्नुभएको अन्तर्विन्दी हजुरको स्वर्गको राज्यमा सुनाइ भएको होस्। हाम्रो नानी बाबुहरू जो जति आज सेमिचुङमा आउन सफल हुनुभएको छ, उहाँहरूको जीवनमा सुख शान्तिमय हुने होस्। उहाँहरूले आउने दिनहरूमा अथापार अनगिन्ती खुसियाली सफलता हासिल गरेर सबैको प्यारो बनेर आफ्नो लागि, परिवारको लागि, देशको लागि, समाजको लागि, सारा संसारको लागि, हितार्थ तथा सारा प्राणीको भलाइको लागि कार्य गर्ने आशिषमय दिनुहोस्। हे भगवान, हाम्रो नानुबाबुहरू सदा सर्वदा असल कर्मद्वारा अगाडि बढ्न सकेको होस् र आजका हामी बाल समाजहरू जसरी कार्यहरू गर्नेछौँ त्यसमा हजुरको आशिष अनुग्रह कृपा रहन सकोस् भन्दै आजको यो बाल समाज शुभारम्भ गर्नु लागिरहेका छौँ। हे भगवान गुरुदेव, तपाईँ जहाँ जुन अवस्था रहे पनि, भौतिक रूपमा टाढा रहे पनि आत्मिक रूपमा गुरुहरूको पनि धेरै धेरै आशीर्वाद ब्लेसिङ मिलेको होस् भनिकन ईश्वर भगवानको जय जयकार होस्, गुरु हजुरको जय जयकार होस्। हाम्रो बाल समाज नानी बाबुहरूको कल्याण मङ्गल होस्।
छैन। अन्तर्विधि चाउँदै आजको बाल समाजलाई शुभारम्भ गर्न लागिरहेका छौँ। अनुमति रहेको हो ईश्वर भगवानमा गुरु हजुरमा शिरङ्गी जय प्रेम। जय प्रेम। ल बस्न अब उभिराख्नुहोस् ल। अब एसेम्ब्ली भजन पनि सुरु भइहाल्छ। एसेम्ब्ली गर्ने ल।